अझ मस्त बसेर बेल्चा बाँडिन्छ तब मुन्तिर गएर हेर कल्लाली गिलास त फलेर प्याललै भयो त्यो त लौ फ्यामिली के छ आज मेरो बिहानीको सुरु चाहिँ बेल्चा हान्नेबाट हुन्छ कलमै बसेर बेल्चा बाँडिन्छ तब त्यसपछि हामी लाग्छौँ हाम्रो पिल्लर ठडाइतर्फ पिल्लर पनि ठडाइदिन्छौँ र त्यसमा चाहिँ हामी मसला ससला भर्ने काम पनि गर्छौँ यस्तो मजा आइरहेको छ है त चाहिँ चाचुले त ढ्याङ ढ्याङ पार्नुहुन्छ मुन्तिर गएर हेरेको चाहिँ गुराँस फिटेर प्याललै पो घाँस बोकेर म चाहिँ लाग्छु घरतर्फ घाँस चाहिँ हल्का भारी थियो घर आएर हेर्छु भन्दा यति राम्रो फुल फुटेको झेल पो बन्छ त्यसपछि हाम्रो नास्ता खाने गरेर मुन्छ र रोटी र अचारसँग मजाले नास्ता पनि खाइन्छ र एक भारीभन्दा बढी घाँस चाहिँ झ्याम्मर उठाएर काटिदिन्छु र आजका लागि यति थ्याङ्क यू बाई बाई